छोरी मान्छेको किस्मत छोरा मान्छेले लेख्न सक्छन्, तर छोरा मान्छे आफ्नो किस्मत आफै लेख्नुपर्छ भन्ने यो कुरा समाजले धेरै समयदेखि बोकेको एउटा सोच हो। यसको गहिराईमा जाँदा यसले हाम्रो समाजको वास्तविकता, जिम्मेवारी, त्याग, सङ्घर्ष र अवसर बीचको फरकलाई देखाउँछ। धेरै जस्तो अवस्थामा छोरीको जीवन विवाहपछि नयाँ घर, नयाँ परिवार, नयाँ वातावरणसँगै जोडिन्छ। यसले आफ्नो सपना, चाहना, जीवनका धेरै निर्णय अरूको सोचसँग मिलाउनुपर्छ। कहिलेकाहीँ उसको खुसी, स्वतन्त्रता र भविष्यको उसले भेटेको मान्छे कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ। यदि उसको जीवनमा समझदार, साथ दिने र सम्मान गर्ने मानिस आयो भने उसको जीवन फुल जस्तै फुल्न सक्छ। तर गलत सोच भएको मान्छे उसको जीवनमा आयो भने उसको जीवन सङ्घर्षको भारी बन्न सक्छ। त्यसैले भनिन्छ छोरीको किस्मत धेरै हदसम्म उसको जीवनमा आउने पुरुषले लेखिदिन्छन्, तर छोरा मान्छेको जीवन भने प्राय आफ्नै काँधमा टेकेको हुन्छ। उसले आफ्नो बाटो आफै बनाउनुपर्छ। परिवारको जिम्मेवारी, भविष्यको चिन्ता, सफल हुने दबाव, समाजको अपेक्षा, यी सबै कुरा उसले बोकेर एक्लै उसले हिँड्नुपर्छ। उसलाई धेरै जसो अवस्थामा आफै केही बन्नुपर्छ, आफै उभिनुपर्छ, आफै सङ्घर्ष गर्नुपर्छ भनेर सिकाइन्छ। त्यसैले उसको किस्मत उसले गरेको मेहनत, धैर्य र निर्णयमा निर्धारण गर्छ। तर आजको समय बदलिदो छ। अहिले छोरीहरू पनि आफ्नो किस्मत आफै लेख्न थालेका छन्। उनीहरूले शिक्षा, आत्मविश्वास र मेहनतको बदलामा आफ्नो पहिचान बनाइरहेका छन्। अब छोरीको जीवन केवल कसैको भरमा टिकेको छैन। उनीहरू आफैमा आफ्नो सपनाको आकाश कोर्दैछन्। त्यसैले छोरा मान्छेलाई पनि अब सबै बोझ एक्लै बोक्नुपर्छ भन्ने सोच बदलिन थालेको छ। जीवन भनेको दुवैले एकअर्कालाई साथ दिने यात्रा हो। असल सम्बन्ध त्यही हो जहाँ कसैले कसैको किस्मत लेख्नु पर्दैन, बरु दुवैले मिलेर सुन्दर भविष्य बनाउन सक्छन्। माया, सम्मान, विश्वास र साथ भए जीवन सजिलो बन्छ। आखिरमा किस्मत केवल हातको रेखाले होइन, हाम्रो सोच, कर्म, सङ्घर्ष र एकअर्काप्रतिको व्यवहार लेखिन्छ। त्यसैले जीवनमा सबैभन्दा ठुलो कुरा कसैले हाम्रो भाग्य लेखिदिन्छ भन्ने होइन, बरु हामीले कसैको जीवन उज्यालो बन्न सक्छौँ कि सक्दैनौँ भन्ने हो।